मान्छेहरू के अन्धविश्वास के अब 3जनाले चलाउनु हुँदैन अरे के। अब म समेत 3जना भइसक्यो चलाउन होइन। अब अर्को एउटा खोज्नुपर्छ क्या 4जना हुन। त्यही भएर अब मान्छेलाई मासु खान आवश्यकता हो कि रहर हो, मान्छेले त्यति पनि छुटाउन सक्दैन क्या। रहर हो भने तपाईँको पाप हो कि आवश्यकता हो भने पाप होइन क्या। त्यसरी बुझ्नुहोस् क्या। तपाईँहरू त छ नि बिरामी पर्नुभयो भने नि तपाईँहरू धेरै भनेको सुनेको कुरामा विश्वास गर्ने मान्छेहरू के। तपाईँहरूलाई नि हस्पिटलमा एउटा लेखेको हुन्छ क्या, भनेको सुनेको होइन, कोही पछि लाग्नु हुँदैन लेखेको हुन्छ क्या। तर तपाईँहरूले त्यसलाई अब कसरी बुझ्ने कसरी के, त्यही कुरालाई पनि अब अर्कै तरिकाले तपाईँ अब छ नि बिरामी भएर त्यहाँ हस्पिटलमा पुग्नुभयो भने नि यो हस्पिटल त खत्तम छ, यहाँ हिजो मान्छे मरेको भनेर तपाईँको अगाडि भनिदियो भने नि तपाईँको मनोविज्ञानिक डाउन हुन्छ, तपाईँकै झन् बिरामी हुन्छ कि सिल्टिमुर खान्छ। अस्ति एउटासँग फेसबुककोबाट उसले राम्रै भनेको थियो, एउटा कुरा सोधौँ भनेर मैले पनि सोधेँ। अब 20जना मान्छे थिए होइन, अब 3जना मान्छे चाहिँ त्यहाँ स्टुपिड चाहिँ निक्लिहाल्यो क्या। अब मैले चाहिँ ढुङ्गाको भगवान् मान्दिनँ भनेर फेसबुकमा हालेको थिएँ कि, त्यो मैले मेरो विचार पो भनेको त। अब म हिन्दू परिवारमा जन्मेपछि मैले नमानेर हुन्छ त। अब म बाहिर अरू धर्म मान्दिनँ भनेपछि मलाई मेरै धर्म प्यारो हो नि त। तर भगवान् मान्ने भने त मनबाट पो मान्ने त, त्यो पछि ढुङ्गै नै हो नि होइन र। तर त्यो ढुङ्गालाई पनि हामी सबै गरेर त्यहाँ मन्दिर भनेर पो मान्ने हो त, त्यसरी पो त कुरा बुझ्ने हो त। अनि त्यही भएर यो फक्कटिया मान्छे 20जनासँग बसेर डिस्कस गर्नुभन्दा त अब म सोसल इन्फ्लुएन्सर भएको भएर लाखौँ मान्छेले मेरो कुरा सुनिरहेको हुन्छ नि, 20-22जना मान्छेलाई चाहिँ है सो कट तिमीहरूलाई मेरो कुरा सुन्न मन लाग्दैन भने तिमीहरूले नसुन भाइहरू होइन, दाइहरू जोसुकैहरू है। मेरो कुरा सुन्न मन लाग्दैन भने नि तिमीहरूले मलाई ब्लक गर्दा हुन्छ है। मेरो साथीहरू भनेको अन्जान साथीहरू नै हुन् कि मलाई माया गर्ने लाखौँ ती मान्छेहरू। म उहाँहरूलाई नचिनी पनि मनबाट धन्यवाद दिन्छु। थ्याङ्क यू।